नमस्कार छ सबै साथीहरुमा। म चाहिँ अहिले तपाईहरुलाई हाम्रो लोकसेवा विशेषको मा कसरी जाने र कसरी युज गर्ने भनेर प्लेटफर्म चाहिँ कसरी युज गर्ने भनेर सिकाउन गइरहेको छु। अब यसमा चाहिँ किन मैले यो सिकाउन गइरहेको छु भन्दाखेरि चाहिँ अहिले हाम्रो कार्तिक 15 गते चाहिँ प्री क्वालिफाई एक्जाम सङ्गठित संस्थाको भइरहेको छ र हामीले केही MCQ सेटहरु चाहिँ हालेको छौं र तपाईहरुले आएर प्र्याक्टिस गर्न सक्नुहुन्छ। पहिला त मैले लिंक पनि तल दिएको छु र त्यो लिंक कपी गरेर हाम्रो क्रोम भन्ने ब्राउजरमा जान सक्नुहुन्छ। यसरी लोकसेवा विशेष यहाँ एड गरेर त्यसपछि तपाईलाई के यहाँ इन्स्टलको पपअप आउँछ। आएन भने पनि यहाँ माथि 3 डट देख्न सक्नुहुन्छ। 3 डटमा क्लिक गर्ने र एड टु होम स्क्रिन गर्ने। यो गर्दाखेरि चाहिँ यता तपाईले मोबाइल एप जसरी नै चलाउन सक्नुहुन्छ। यो चाहिँ इन्स्टल हुँदैछ हाम्रो। तपाईले यसरी ब्राउजरमा चाहिँ ब्राउजरमा भन्दा पनि मोबाइलमा इन्स्टल गरेर चलाउनु भयो भने सजिलो हुन्छ। चाहिँ भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ लोकसेवा विशेष एप यस्तो छ। सर्वप्रथम त तपाईले लगइन गर्न सक्नुहुन्छ। लगइन गर्नको लागि यसरी जीमेल आइडी देखाउँछ हैन। जीमेलबाट पनि गर्न सक्नुभयो। केही प्रब्लम भने च्याट अन WhatsApp पनि गर्न सक्नुहुन्छ र म तपाईलाई लगइन गरेर देखाउँछु। लगइन गरिसकेपछि यसरी तपाईले एक्जामको स्टार्ट क्विजहरु चाहिँ देख्न सक्नुहुन्छ। तपाईले यसरी स्टार्ट गर्न सक्नुहुन्छ हैन। तपाईले सँगसँगै यहाँ यसरी एन्सर पनि हेर्न सक्नुहुन्छ कुन टिक लगायो भनेर। र यसरी एन्सरमा डाइरेक्टली 12 नम्बरको क्वेशनमा डाइरेक्टली जान सक्नुहुन्छ। टाइमर पनि छ, एन्सर छ। तपाईले पुरै गर्नु पनि पर्दैन। यसरी अब नेक्स्ट गर्दै हेर्दै क्वेशनहरु गर्न सक्नुहुन्छ र यतिमै सबमिट गर्छु भन्दा पनि हुन्छ। सबमिट गरिसकेपछि तपाईको अल कति 25 थियो, करेक्ट दुईटा मात्रै भएछ, इनकरेक्ट चाहिँ 23। नट सिलेक्टेड यसरी देखाउँछ हैन। त्यस्तै अब कुनै चाहिँ थिच्नु भएको छैन, स्क्रिन देखाइरहेछ तर नट सिलेक्टेड भनेर पनि देखाउँछ हैन। यसरी चाहिँ देखाउँछ। त्यस्तै गरी हाम्रो एक्जाम्सहरु पनि छ तर अहिले चाहिँ हामीले एक्जामहरु हालिसकेको छैनौं। MCQ चाहिँ हामीसँग छ है त अहिले।